आज मिति 2082 साल असोज 4 गते शनिबार तदनुसार 20 सेप्टेम्बर 2025 नेपाल सम्वत 1145 यङलागा चतुर्दशीको दिन सिमल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सूर्य विनायक नगरपालिका 10 भक्तपुरको 18औं वार्षिक साधारण सभा कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि लगायत सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। यस कार्यक्रममा यहाँहरूको अनुमतिले आजको कार्यक्रमलाई म विधिवत ढङ्गले अगाडि बढाउन गइरहेको छु। यो कार्यक्रमको अध्यक्षता ग्रहणको कार्यक्रमबाट म यो कार्यक्रमलाई सुरु गर्न गइरहेको छु। यो साधारण सभा कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनुको लागि म सिमल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री पुष्कर देउजाज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसैगरी यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि जिल्ला सहकारी सङ्घ लिमिटेड भक्तपुरका अध्यक्ष आदरणीय श्री ध्रुवबहादुर रायमाझीज्यूलाई हार्दिक अनुरोध गर्दछु। म अध्यक्षज्यूलाई प्रमुख अतिथिज्यूलाई बुकेद्वारा स्वागत गरिदिनुको लागि पनि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा म अतिथिको आसन ग्रहण गरिदिनुको लागि यस संस्थाका संस्थापक अध्यक्ष श्री कृष्णगोपाल लागेज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसरी नै आसन ग्रहणको लागि अतिथिको आसन ग्रहणको लागि यस संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्री लक्ष्मीभक्त खदाकुज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसैगरी हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने छिमेकी सहकारी संस्था नारायण साकुसका कोषाध्यक्ष श्री अच्युत खत्रीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै अतिथिको आसन ग्रहण गरिदिनुको लागि छिमेकी सहकारी संस्था कामधेनु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री ईश्वर खत्रीज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। म यस संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न समितिका साथीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शेयर महानुभाव सदस्यहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रा अतिथिज्यूहरूलाई खादा वितरण गरिदिनुको लागि म सञ्चालक समितिका सदस्य साथीहरू श्री पार्वती नवलपति र कृष्णमाया लागेज्यूलाई हार्दिक अनुरोध गर्दछु। म आसन ग्रहणको क्रममा आज सम्मानित हुनुहुने हाम्रा आदरणीय ज्येष्ठ सदस्यज्यूहरूलाई पनि म आसन ग्रहण गराउन गइरहेको छु। ज्येष्ठ सदस्य श्री नरेन्द्र बहादुर खत्रीज्यूलाई म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। म मञ्चमा उहाँहरूलाई आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी ज्येष्ठ सदस्य महिलातर्फ श्री माइली नवलपतिज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
नेपाल सरकार राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन 2082 साल भदौ 17 गतेको निर्देशन अनुसार सहकारी संस्थानहरूको कार्यक्रम कसरी सञ्चालन गर्नुपर्छ भन्ने सन्दर्भमा केही निर्देशनहरू प्राप्त भएपछि हामीले हाम्रो कार्यक्रमको ढाँचामा परिवर्तन गरेका छौँ। सोही ढाँचा अनुसार हामी यो कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ। एकका लागि सबैका लागि एक भन्ने नाराका साथ अगाडि बढिरहेको यो सहकारी आन्दोलन सहकारी संस्था मार्फत जनसमुदायलाई सामाजिक र आर्थिक रूपले सहयोग गर्नको लागि उन्नति प्रगतिका लागि सहयोग गर्नको लागि स्थापित सहकारी संस्था मध्येको एक सिमल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई आर्थिक रूपमा सबल बनाउन सामाजिक कार्यहरूमा सहयोग गर्नको लागि निरन्तर रूपमा विभिन्न कार्यक्रम सहित यहाँहरूलाई सहयोग गर्दै आइरहेको कुरा यहाँहरूलाई जानकारी नै छ। जन्मदेखि मृत्युसम्म सहयोगी हातको रूपमा सिमल साकोसले यहाँहरूको घर दैलोमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको अवस्था छ। त्यो चाहे स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम होस्, तालिमसँगका सम्बन्धित कार्यक्रम होस् या व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रमहरू होस्, त्यस मार्फत आफ्ना सदस्यहरूलाई सहयोग गर्ने काममा सहकारी संस्था सिमल निरन्तर रूपमा अगाडि बढिरहेको कुरा म यहाँहरू समक्ष अवगत गराउन चाहन्छु। त्यसैको प्रतिफल स्वरूप सिमल सहकारी संस्थाले विभिन्न समयमा विभिन्न संस्थाबाट र सहकारी संस्थाका उच्च निकायहरूबाट सम्मान प्राप्त गरेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने हाम्रा आदरणीय प्रमुख अतिथिज्यूहरू, सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई स्वागत गरिदिनुको लागि म यो कार्यक्रमका संयोजक एवं संस्थाका सचिव श्री कृष्ण भक्त गाँकुजीलाई हार्दिक अनुरोध गर्दछु। सम्पूर्णमा नमस्कार। आजको यस सिमल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18औं वार्षिक साधारण सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथि जिल्ला सहकारी सङ्घ लिमिटेड भक्तपुरका अध्यक्ष श्री धुम्रबहादुर रायमाझीज्यू, त्यसै गरी संस्थापक अध्यक्ष, संस्थाका सल्लाहकार, छिमेकी सहकारीहरूबाट पाल्नुभएका अतिथिवर्गज्यूहरू, सञ्चालक समितिमा रहनुहुने सम्पूर्ण प्राधिकारज्यू एवं सदस्यज्यूहरू, लेखा सुपरिवेशन समितिका संयोजक तथा सदस्यहरू, विभिन्न उपसमितिमा रहनुहुने संयोजक तथा सदस्यज्यूहरू, मिडियाकर्मीज्यूहरू, संस्थाका सदस्य महानुभावहरू, साथै कर्मचारी मित्रहरूमा आफ्नो कार्य व्यस्तताका बावजुद हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने सम्पूर्ण म यस संस्थाको सचिवको हैसियतले सिमल साकोसको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभारसहित स्वागत गर्दछु। आदरणीय शेयर सदस्य महानुभावहरू, यस वर्षहरूमा भन्दा अलिक फरक तरिकाले साधारण सभा सञ्चालन सम्बन्धी प्राधिकरणले जारी गरेको निर्देशन अनुसार कता भदौ 23 र 24 गतेबाट देशमा उत्पन्न भएको विषम परिस्थितिका कारण यस वर्षमा हामीले कतिपय तय गरेको कार्यक्रमहरू हटाएर साधारण तरिकाबाट साधारण सभा सञ्चालन गर्न लागिरहेका छौँ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट मिति 2082 भदौ 17 गते जारी गरेको निर्देशन अनुसार साधारण सभामा उद्घाटन सत्र, आसन ग्रहण वा अतिथिका मन्तव्य जस्ता औपचारिक कार्यक्रम समय व्यतीत नगर्ने र संस्थामा मितव्ययिता कायम राख्ने जस्ता कार्यका लागि अनुरोध गरे बमोजिम हामी आजको यस कार्यक्रममा विषय उपमाथि मात्र छलफल गर्ने तरिकाले अन्य अतिथिवर्गज्यूहरूलाई आमन्त्रण गरेका छैनौँ र सांस्कृतिक कार्यक्रम, त्यसै गरी दोहोर प्राइज कार्यक्रम लगायत अन्य कार्यक्रमहरू हटाएको जानकारी गराउन चाहन्छु। त्यसै गरी विक्रम सम्वत 2064 साल कार्तिक 27 गते 29 जना संस्थापकहरूबाट दर्ता गरी सुरु भएको
संस्थाको अभियान आज आएर हामीसँग 3200भन्दा माथि सदस्यहरूको साझा थलो बनेको छ। करिब 48 करोड 60 लाखको कुल वास्ता पुर्याई सरकारी सिद्धान्त मूल्य मान्यतालाई आत्मसात गरी सरकारी नियमावली नीति निर्देशनलाई आत्मसात गर्दै सदस्यहरूलाई आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आइरहेका छौँ। यस सिमल शाहको समुदायमा आधारित र संस्थागत विकासमा प्रेरित सहकारी संस्थाको रूपमा सञ्चालनमा रहेको यहाँ सबैमा विदित छ। समुदायका सबै वर्ग र आर्थिक हैसियतका सदस्यहरूलाई समावेश गरी वित्तीय तथा विविध सामाजिक कार्य तथा सेवाहरू, स्वास्थ्य शिविर कार्यक्रम, कृषि कार्यक्रम, रासायनिक मल वितरण कार्यक्रम, बाल कार्यक्रम, सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, त्यसै गरी आय तथा सिपमूलक तालिमहरू प्रदान गर्दै सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आइरहेका कुरा यहाँले अवगत गराउन चाहन्छु। सदस्यहरूलाई आर्थिक कारोबारमा सहजताको लागि संस्थामा मोबाइल ब्याङ्किङ सेवा सञ्चालनमा ल्याएको छ। व्यक्तिगत सहकारी संस्थाहरू पनि रहेको छ भन्नेहरूको भिडमा हामी जस्तो सामुदायिक सदस्य सेवामुखी सामाजिक, सांस्कृतिक, आर्थिक तथा अन्य क्षेत्रलाई समेत सङ्घाल्दै अगाडि बढेको यस सहकारीलाई अझै हौसला उत्साह बढाइदिनु भए अझ पनि बढी सेवाप्रति प्रेरित हुने प्रतिबद्धता व्यक्त गर्दछौँ। हाल वित्तीय क्षेत्रमा आएको आर्थिक मन्दीका कारण कतिपय सहकारी राम्रै सञ्चालन गर्न सकिरहेको छैन। यस्तो स्थितिमा पनि हाम्रो संस्थालाई माया गरी बचत कार्य निरन्तर दिनुभएको छ, जसले गर्दा हामीले तपाईँहरूको समस्या तथा व्यवसाय आवश्यकतामा ऋण लगानी कार्यलाई निरन्तर दिन पाइरहेका छौँ। त्यस्तै सहकारी विभाग तथा नियमन निकायहरूबाट विभिन्न समयमा दिएको निर्देशन तथा सूचनाहरू बमोजिम यस संस्था अघि बढिरहेको छ र प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र अन्तिम लेखा परीक्षण गरी साधारण सभा सम्पन्न गरेको कोपमिस तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण र प्रत्येक मासिक रूपमा बुझाउनुपर्ने विवरणहरू सम्बन्धित निकायहरूमा समयमा नै पेश गर्ने गरेका छौँ। त्यस्तै विभिन्न क्रियाकलाप तथा संस्थाले नियम कानुनभित्र रही संस्था सञ्चालन गरिरहने क्रममा 18औं वर्षसम्म आइपुग्दा संस्था जिल्ला सहकारी सङ्घ लिमिटेड भक्तपुरबाट सूर्यविनायक नगरपालिकाभित्रमा उत्कृष्ट सहकारी, त्यसै गरी राष्ट्रिय सहकारी ब्याङ्क सूर्यविनायक शाखाबाट उत्कृष्ट संस्था र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट जिल्लामा स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारको रूपमा चाहिँ समेत पुरस्कृत भएका छौँ। र अन्त्यमा यी सबै तपाईँहरूकै आपसी सहयोग र मायाले पुर्याएको हो र अझ पनि यहाँ सबैको माया, ममता र आपसी सहयोगको अपेक्षा गरेका छौँ र गरेका हरेक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्नमा तपाईँ हामी सबैको योगदान रहेको हुन्छ। स्वरूप आजको यस सिमल बचत ऋण सहकारी संस्था लिमिटेडको 18औं वार्षिक साधारण सभालाई पनि आफ्नो क्षेत्रबाट सहयोग गरी सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने आशा गर्दै यस कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथि एवं सम्पूर्ण सेवा सदस्यहरूलाई हृदयदेखि नै पुनः आभार प्रकट गर्दै संस्थाको स्वागत मन्तव्य यी सम्पन्न गर्छु। हस्, धन्यवाद। धन्यवाद छ कार्यक्रमका संयोजक एवं संस्थाका सचिव श्री कृष्ण भक्त महासिंज्यूलाई। अब हामी यो कार्यक्रमको उद्घाटन सत्रतर्फ अगाडि बढ्न गइरहेका छौँ। पानसमा दीप प्रज्वलन गरेर हामी यो कार्यक्रमको उद्घाटन गर्दैछौँ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको 2082 5 महिना 17 गतेको निर्देशन बमोजिम हामीले यो दीप प्रज्वलन कार्यक्रम, यो उद्घाटन सत्रको कार्यक्रम हाम्रा ज्येष्ठ सदस्यद्वयबाट हामी गर्न गइरहेका छौँ। जारी निर्देशनअनुसार हाम्रो प्रमुख अतिथि तथा सहजकर्ता आदरणीय श्री ध्रुवबहादुर रायमाझीज्यूबाट यो निर्देशन बमोजिम गर्न नमिल्ने भएको कारणले हाम्रो पत्र यो निर्देशन आउनुभन्दा अगाडि नै सबै सदस्यहरूमाझ पुगिसकेको र सबै कार्यक्रम सदस्यहरूमाझ जानकारी गराइसकेको अवस्थामा यो पत्र प्राप्त भए पश्चात हामीले हाम्रो कार्यक्रमको ढाँचालाई परिवर्तन गरेका छौँ। यसको कार्यक्रमको ढाँचालाई परिवर्तन गरेका छौँ। त्यसकारण यो कुरालाई म सम्पूर्ण सदस्य साथीहरूलाई जानकारी गराउन चाहन्छु र यो
कार्यक्रमको उद्घाटन पारसमा दीप प्रज्वलन गरिदिनु हुनको लागि म संस्थाका ज्येष्ठ सदस्यद्वय श्री नरेन्द्र बहादुर खत्री र श्री माइली नवरकोटेज्यूलाई हार्दिक अनुरोध गर्दछु र सहजताका लागि सहयोग गरिदिनु हुन म संस्थाका सञ्चालक सदस्यद्वय पार्वती नवरकोटी र कृष्णमाया लागेज्यूलाई हार्दिक अनुरोध गर्दछु। पारसमा दीप प्रज्वलन गरी यो कार्यक्रमको विधिवत उद्घाटन गरिदिनु भएकोमा ज्येष्ठ सदस्यद्वय श्री नरेन्द्र बहादुर खत्री र श्री माइली नवरकोटेज्यूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अब हामी यो राष्ट्रप्रति सम्मान स्वरूप राष्ट्रिय गान मार्फत हामी राष्ट्रलाई सम्मान गर्न गइरहेका छौँ। म प्रमुख अतिथि लगायत सम्पूर्ण महानुभावहरूलाई आफ्नो स्थानमा उभिएर राष्ट्रप्रति सम्मान गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै प्राविधिक साथीलाई राष्ट्रगान बजाइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। Tunga pulka miyo kay male pali sargotong may pari kami si matari sayo tunga pulka miyo kay male pali sargotong may pari kami si matari pagiti ka to di kundi samparato asala mirado karada Yana bumi santi bumi tarai parimana Akanda yukyaku hamlu mati bumi nitara Bolu jadi vasana Sanskriti santi sala Akada iraskodam Jaya jaya nirvana सबैलाई धन्यवाद छ। अब हामी यस संस्थाले विभिन्न समयमा यस संस्थामा आबद्ध रहेका बालबालिकाहरूको लागि उनीहरूको व्यक्तित्व विकासका लागि हामीले विभिन्न कार्यक्रम गरेका थियौँ। ती कार्यक्रममा सहभागी हुनुभएका, ती कार्यक्रममा विजयी हुनुभएका भाइ बहिनीहरूलाई प्रमाणपत्र र ट्रफी वितरण गर्ने अहिलेको हाम्रो कार्यक्रम रहेको छ। म यो प्रमाणपत्र ट्रफी प्रदान गरिदिनु हुनको लागि टीका र खादा पनि प्रदान गरिदिनुको लागि म क्रमैसँग टीका प्रदान गरिदिनु हुनको लागि यस संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्री लक्ष्मीभक्त खादाकोज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी खादा प्रदान गरिदिनुको लागि संस्थापक अध्यक्ष श्री कृष्णगोपाल लागेज्यूलाई हार्दिक अनुरोध गर्दछु र
विजयी भाइ बहिनीहरूलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिदिनुको लागि आजका कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख सहजकर्ता जिल्ला सहकारी सङ्घ लिमिटेड भक्तपुरका अध्यक्ष आदरणीय श्री ध्रुवबहादुर रायमाझीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यो काममा सहयोग गरिदिनुको लागि म संस्थाका कार्य समितिका सदस्यद्वय पार्वती नवरपति र कृष्णमाया लायज्यूलाई हार्दिक अनुरोध गर्दछु र यो प्रतियोगितामा सफल हुनुभएका भाइ बहिनीहरूलाई प्रदान गरिएको प्रशंसा पत्रकोमा लेखिएका भावहरू म यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु। एकका लागि सबैका लागि एक सिमल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमलतार सूर्यविनायक नपा 10 भक्तपुर प्रशंसा पत्र। यस संस्थाको 18औं वार्षिक साधारण सभाको अवसरमा महिला तथा बालबालिका उपसमितिको आयोजनामा मिति 2081 फागुन 10 गते सम्पन्न भएको कोइन ड्रप इन बक्स खेल प्रतियोगितामा प्रथम हुनुहुने सूर्यविनायक नपा 10 भक्तपुर बस्ने बाल बचतकर्ता नम्बर 390 का तपाईँ श्री दीपशिखा सुकुबद्दोज्यूलाई सम्मान गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ। तपाईको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईलाई यो प्रशंसा पत्र प्रदान गरिएको छ। कृष्ण भक्तमाक्षी कार्यक्रम संयोजक पुष्कर देउजा अध्यक्ष ध्रुवबहादुर रायमाझी प्रमुख अतिथि अध्यक्ष जिल्ला सहकारी सङ्घ लिमिटेड भक्तपुर मिति 2082 असोज 4 गते शनिबार। अब यो हामी क्रमशः ती भाइ बहिनीहरूको नाम बोलाउने छौँ। यहाँहरू स्टेजमा आए प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। म नर्सरीदेखि युकेजी सम्मका भाइ बहिनीहरू जुन त्यो कक्षामा अध्ययन हुनुहुन्छ उहाँहरूको लागि कोइन ड्रप इन बक्स भन्ने प्रतियोगिता हामीले गरेका थियौँ। त्यो प्रतियोगितामा प्रथम हुने श्री दीपशिखा सुकुबद्दोज्यूलाई म प्रमाणपत्र ट्रफी ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। मलाई लाग्छ उहाँको अभिभावक हामी सँगमा हुनुहुन्छ। म अभिभावकज्यूलाई यो सो प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। यो विभिन्न परिस्थितिका कारण आज पनि भाइ बहिनीहरूको परीक्षा भएका कारणले सम्भवतः मलाई लाग्छ धेरै भाइ बहिनीहरू उपस्थित हुन सक्नु भएको छैन। म उहाँका अभिभावकज्यूहरूलाई यो प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी त्यो सो कार्यक्रममा द्वितीय हुनुभएका दिवानुगा खुसी 421 देउजा गाउँको अभिभावकलाई प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसैगरी तृतीय स्थान प्राप्त गर्न सफल श्री शुभश्री खड्का 483 लाई पनि आफ्नो प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। नानी आउनु भएको छ, उहाँलाई धेरै धेरै बधाई छ। यसैगरी कक्षा 1 देखि कक्षा 3 सम्म अध्ययनरत भाइ बहिनीहरूको लागि बेलुन ब्रस्ट कार्यक्रम हामीले सञ्चालन गरेका थियौँ। त्यस कार्यक्रममा प्रथम हुन सफल श्रेयन देउजा 630 का भाइलाई म प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। भाइलाई धेरै धेरै बधाई छ।
यही प्रतियोगितामा द्वितीय हुन सफल निमिषा पाकुर सदस्य नम्बर 235 लाई पनि म प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। निमिषा पाकुर, म उहाँको अभिभावक हुनुहुन्छ भने अभिभावकलाई सो प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। मैले उहाँलाई देखिनँ। त्यसै गरी तृतीय स्थान प्राप्त गर्न सफल हुनुभएका सोनिया यङ्गजु 313 सदस्य नम्बरका बहिनीलाई पनि म प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। बहिनीलाई धेरै धेरै बधाई छ। यसै गरी कक्षा 4 देखि 6 सम्मका भाइ बहिनीहरूको लागि स्पुन रेस कार्यक्रम हामीले सञ्चालन गरेका थियौँ। सो कार्यक्रममा प्रथम हुन सफल हिसिना हेङ्गजु सदस्यता नम्बर 59, उहाँलाई पनि म आफ्नो प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। उहाँको अभिभावक हुनुहुन्छ भने म उहाँको अभिभावकलाई ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछु। यसै कार्यक्रममा द्वितीय हुन सफल स्पुन रेसमै तृतीय स्थान हासिल गर्न सफल सदस्यता नम्बर 590 का कुशल सुकुबत्तुलाई पनि प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु। उहाँको अभिभावक आउनु भएको छ, उहाँलाई पनि म हार्दिक बधाई दिन चाहन्छु। यसै गरी कक्षा 7 देखि 10 सम्म अध्ययनरत भाइ बहिनीहरूको लागि हामीले ब्याडमिन्टन प्रतियोगिता गरेका थियौँ। ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुन सफल सदस्यता नम्बर 72 का न्युगेन हेङ्गजुलाई आफ्नो प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। म उहाँको अभिभावकज्यूलाई सो प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र न्युगेन भाइलाई हार्दिक बधाई ज्ञापन गर्दछु। यसै गरी ब्याडमिन्टन प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल श्री कुशल कुवर जसलाई पनि म प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। म उहाँको अभिभावकलाई सो ट्रफी र प्रमाणपत्र ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु र कुशल भाइलाई हार्दिक बधाई ज्ञापन गर्दछु। त्यसरी नै सो प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल प्रीतम देउजालाई पनि म प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। म उहाँको अभिभावकलाई सो प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। बेलुन ब्रस प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्न सफल निमिषा पाकुर नानी यहाँ आउनुभएको भन्ने जानकारी पाएको छु। म नानीलाई सो प्रमाणपत्र र ट्रफी ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु।
प्रमुख अतिथि लगायत अतिथिज्यूहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिलेलाई हामीले यो सम्मान गर्ने कार्यक्रमलाई केही छिन रोकेका छौँ। यो साधारण सभा कार्यक्रममा सहकारी आन्दोलन सहकारीसँग सम्बन्धित विषयवस्तुमा हामीलाई जानकारी प्रशिक्षण गरिदिनुको लागि आफ्नो प्रशिक्षणात्मक मन्तव्य राखिदिनु हुन म यस कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख सहजकर्ता जिल्ला सहकारी सङ्घ लिमिटेड भक्तपुरका अध्यक्ष आदरणीय श्री ध्रुवबहादुर रायमाझीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस 18औं वार्षिक साधारण सभाका अध्यक्षता गरिरहनुभएका यस संस्थाका अध्यक्ष र जिल्ला सहकारी सङ्घका लेखा समिति संयोजक पुष्कर देउजाज्यू, यसै गरी ड्यासमा आसीन पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यू र ज्येष्ठ सदस्यज्यूहरू लगायत यहाँ उपस्थित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका संयोजक तथा सदस्यज्यूहरू र सेयर सदस्यज्यू लगायत यहाँ उपस्थित सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र जिल्ला सहकारी सङ्घ भक्तपुरको तर्फबाट हार्दिक सहकारी अभिवादन व्यक्त गर्न चाहन्छु। सहकारीको साधारण सभा सदस्यहरूभन्दा बाहेकलाई चाहिँ उपस्थित नगराउने भन्ने खालको निर्देशन जारी भएको कुरा हुँदाहुँदै पनि हामी अलि अगाडि नै फिक्स गरिसकेका थियौँ। यो कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला सहकारी सङ्घको तर्फबाट मलाई आमन्त्रण गर्नुभएको थियो। यहाँहरूलाई म हार्दिक धन्यवाद पनि दिन चाहन्छु र आभार व्यक्त गर्न चाहन्छु। हामी सदस्य संस्थामा जिल्ला सहकारी सङ्घलाई जानै हुँदैन त भनेको छैन, गए पनि प्रशिक्षणको क्रममा अनुशिक्षणको लागि जानुपर्छ भन्ने खालको कुरा भएको थियो। त्यसले गर्दा हामी सदस्य संस्था बिचमा एक आपसमा आफ्नो सम्बन्ध विस्तार गर्न र सदस्य संस्थाको वित्तीय जानकारी हामीले लिन र हामीले जानेका कुरा यहाँहरू समक्ष सेयर गर्ने मौका यहाँहरूले प्रदान गर्नुभएछ। यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। साधारण सभा भनेको सदस्यहरूकै सभा हो। यसमा तपाईहरूले अघिल्लो 17औं वार्षिक साधारण सभामा दिएका सुझाव कति कार्यान्वयन भए, वित्तीय अवस्था कस्तो रह्यो भन्ने खालको कुरालाई अनुमोदन गर्ने र अब 1 वर्षको लागि फेरि तपाईहरूले सहकारीले गर्नुपर्ने गतिविधि, वित्तीय कारोबार लगायतका कार्यक्रमहरूलाई अनुमोदन गर्ने कार्यक्रम साधारण सभा हो। विशेष गरेर साधारण सभा एकपटक मात्रै हुन्छ, कहिले कहिले अब बादमा विशेष साधारण सभा हुनसक्छ। त्यो संस्थामा हुने भनेको संस्थाको एउटा सञ्चालकहरूले अलि संस्थालाई अर्को बाटोमा लग्यो भने मात्रै विशेष साधारण सभा हुने हो। त्यसैले गर्दा हाम्रो वार्षिक साधारण सभा हो। यसमा सदस्यहरूका आफ्नो अहम भूमिका हुनुपर्छ। 3200 भन्दा बढी बाल सदस्य सहित भनेको छ। अब यो साधारण सभाको एउटा रोग चाहिँ के छ भने सञ्चालक र कर्मचारीले गरेपछि ठिक छ भन्ने खालको कुराले गर्दाखेरि यो साधारण सभालाई त्यति प्रायोरिटीमा राख्ने गरेको पाइँदैन। वास्तवमा आज सदस्यहरूले राम्रै छलफल गर्नुपर्ने दिन हो। यो सबैको रोग हो। फेरि यो चाहिँ साधारण सभामा सदस्यहरूको सहभागिता कम हुने होइन, यो कार्यक्रममा चाहिँ छलफल गर्ने, भाग लिने चाहिँ कम हो। होइन भनेदेखि अघि यता देखिरहेको थिएँ त्यति धेरै सदस्यहरू हुनुहुन्थ्यो, सबैजना आफ्नो आफ्नो व्यस्तताले गइसक्नुभयो होला। त्यसले गर्दा यो साधारण सभामा सदस्यहरू अहम भूमिका रहन्छ। यसमा तपाईँहरू जो रहनुहुन्छ यहाँहरूले आफ्नोलाई लागेका कुरा, वित्तीय अनुशासनका कुरामा भएका केही कमी कमजोरी छन् भने त्यसलाई औल्याउने कुरामा यहाँहरू सक्षम हुनुहुनेछ, गर्नुहुनेछ भन्ने नै लाग्छ। भक्तपुर जिल्लामा 4वटा नगरपालिका रहेको छ। त्यसमध्ये हामी सूर्यविनायक नगरपालिकामा आफ्नो कार्यक्षेत्र बनाएर कारोबार गरिरहेको र आफ्नो कार्यालय चाहिँ सूर्यविनायक नगरपालिकामा रहेको पाइन्छ। सूर्यविनायक नगरपालिकामा 206वटा सहकारी सूचीकृत भएको छ। त्यसमध्ये सिमल पनि एउटा भयो। त्यसमा बचत ऋणका 106वटा र बहुउद्देश्य 63, कृषि 21, महिलाहरूद्वारा सञ्चालित 15, उपभोक्ता एउटा 1 गरेर चाहिँ सहकारी स्थापना भएको छ। त्यो मध्ये तपाईँहरूको 10 नम्बर वडामा चाहिँ 5वटा मात्रै सहकारी सूचीकृत भएको छ। त्यो मध्ये सिमलले सधैँ वित्तीय कारोबार, सामाजिक क्षेत्र, सांस्कृतिक क्षेत्र र आर्थिक सबै क्षेत्रमा राम्रो कारोबार गरेर एउटा आफ्नो अब्बल पहिचान बनाउन सक्षम भएको छ। अघि
स्वागत मन्तव्यको क्रममा पनि भन्नुभएको छ साथीले, तपाईँहरूले चाहिँ त्यही मूल्याङ्कन गरेर जिल्ला बचत सङ्घ र सहकारी ब्याङ्कबाट पुरस्कृत पनि हुनुभएको छ, यहाँहरूलाई बधाई छ। त्यसै गरी चामुनारायण नगरपालिकामा चाहिँ 73वटा सहकारी सूचीकृत भएको रहेछ। भक्तपुर नगरपालिकामा 156वटा र मध्यपुर ठिमीमा 128वटा। त्यसो गरेर 561वटा सहकारी हाम्रो भक्तपुर नगरपालिकामा 4वटा नगरपालिकामा सूचीकृत भएर सहकारीहरू अगाडि बढिरहेको अवस्था छ भने त्यसमा 30 देखि 32वटा सहकारीहरू चाहिँ बचत फिर्ता गरेनन् भनेर एउटा बचत फिर्ता नगरेको भनेर उजुरी गुनासो आएर नगरपालिकाले कारबाही अगाडि बढाएको अवस्था छ। त्यसमा सूर्यविनायक नगरपालिकाले 8वटा संस्थालाई चाहिँ कारबाहीको लागि पुलिसमा लेखेर पठाएको, भक्तपुर नगरपालिकाले 4वटा र मध्यपुर ठिमी नगरपालिकाले एउटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको अवस्था देखिन्छ भने चामुनारायण नगरपालिका चाहिँ हाइवेबाट अलिकति भित्र पनि परेर होला, त्यहाँ चाहिँ सूचीकृत गर्ने क्रममा अलिकति कडाइ गरेर होला, त्यहाँ चाहिँ एउटा पनि सहकारीमा बचत फिर्ता गरेन भनेर गुनासो नआएको भन्ने जानकारी हामीलाई प्राप्त भएको छ। त्यसरी भक्तपुरको हाम्रो सहकारीको अवस्था रहेको पाइन्छ भने टोटलमा अब यो 32,000 भन्दा बढी, अस्ति फागुनको डाटा अनुसार 32,000 भन्दा बढी सहकारी चाहिँ सूचीकृत भएको नेपाल अधिराज्यभरि भनेर डाटा आएको छ। त्यसरी सहकारी क्षेत्रमा झन्डै 357वटा भनेर चाहिँ यो सहकारी बचत फिर्ता नगरेपछि सहकारी समस्याग्रस्त पीडित को तर्फबाट चाहिँ 357वटाले बचत फिर्ता गरेन भन्ने खालको कुरा आएको छ भने बचत चाहिँ ठुलो सङ्ख्यामा फिर्ता भएन, झन्डै 2 अरब 50-52 करोड जति चाहिँ बचत फिर्ता भएन भनेर उजुरीमा आइरहेको अवस्था छ। त्यति हुँदाहुँदै पनि यो फागुनको डाटा अनुसार 11 अरब जति चाहिँ बचत परिचालन भएको, 11 खरब जति बचत परिचालन भएको र 9 खरब जति ऋण परिचालन भएको भन्ने खालको आर्थिक विवरण आएको छ। यसरी सहकारी क्षेत्र ठुलो क्षेत्र ओगटेको छ। यसमा समाजमा एउटा वित्तीय पहुँच नभएका सदस्यहरूलाई एउटा वित्तीय अनुशासनमा राख्ने, बचत गर्ने बानीको विकास गर्ने र सानो सानो बचतले भोलि आफ्नो जीवनको पछिल्लो अवस्थालाई सहज बनाउने काम सहकारीले गरेको हो। त्यसमा सिमल पनि अग्र स्थानमा रहेको छ र यसले सदस्यहरूको मन जितेर सदस्यहरूले संस्थाप्रति अपनत्व फिल गराउने कार्यक्रमहरू गरेर समाजमा एउटा पहिचान बनाएको छ। गर्नुपर्ने यही हो। तर केही सहकारीहरूले चाहँदै अथवा नचाहेर पनि वित्तीय अनुशासन पालना नगरेको कारणले गर्दा भएका विथिति र विसङ्गतिले गर्दाखेरि हामी समुदाय केन्द्रित भएर कारोबार गरिराख्दाखेरि पनि सहकारी क्षेत्रमा अलिकति एउटा खुल्ला मनले अगाडि बढ्न नसक्ने अवस्था आएको छ। यसमा आगामी दिनमा केही सुधार त होला, तर अब यो सुधारको नाममा अहिले कहिले सहकारी ऐन संशोधन भन्छ, कहिले नियमावली संशोधन भन्छ, कहिले मापदण्ड भन्छ। मापदण्ड जारी पनि कुनले मात्रै गर्ने, कुनलाई मात्रै मान्ने भन्ने खालको कुरा छ। यसमा राष्ट्र बैङ्कले पनि मापदण्ड जारी गरेको छ, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मापदण्ड जारी गरेको छ, विभागले निर्देशन जारी गरेको छ, सूर्यविनायक नगरपालिकाले नै अब यो निर्देशन जारी गर्दैछ र सूर्यविनायक नगरपालिकाले त आर्थिक जरिवाना सहितको पनि कार्यक्रम गर्दैछ। त्यसले गर्दा हामी वित्तीय कारोबार गर्ने, विशेष गरेर बचत ऋणको सहकारीहरूले वित्तीय अनुशासन कायम गरेर अगाडि बढ्नुपर्छ। हाम्रो आफ्नो संस्थालाई राम्रो बनाउने हो, पहिलो भनेको संस्था हो, त्यसपछि मात्रै हामी हो भन्ने कुरा सञ्चालकले ध्यान दिनुपर्छ। संस्थालाई राम्रो बनाउन सक्यो, संस्था राम्रो भयो, संस्थाको पुँजी वृद्धि भयो भनेदेखि सदस्यको स्वतः वृद्धि हुने हो र त्यही सदस्यलाई अपनत्व फिल गराएर जो अहिले यसरी साधारण सभामा तपाईँहरू भेला हुनुभएको छ, जो सदस्यहरूले चाहिँ संस्थाप्रति माया गर्नुभएको छ, त्यस्ता संस्थाहरू नै अबका दिनमा राम्रो हुने हो। अहिले 32,000 भए पनि 20,000 जति सहकारीहरू चाहिँ सञ्चालनमा होलान्। त्यसमा पनि कतिपय सहकारी अहिले पनि साधारण सभा गर्न नसक्ने, कोही अलिकति वित्तीय कारोबार राम्रो हुँदै पनि के हो भनेर डराउने अवस्था आइरहेको अवस्था र अहिले पछिल्लो समय समुदाय केन्द्रित जस्तै सिमल जस्ता सहकारीहरूको सदस्यहरूले एउटा विश्वास गरेको कारणले बचतको चाहिँ तपाईँको भोल्युम बढेर आयो, तर लगानी गर्न चाहिँ सबै सञ्चालकहरू डराउनु पर्ने अवस्था आयो। किनभने बचत ऋणको कारोबार गर्नै परेको छ, बचत पनि लिनु पर्यो, ऋण पनि लगानी गर्नु पर्यो। बचत ल्याउनेसम्म त ठिकै हो, बचत त हामीले 3-3 महिनामा जसरी पनि जहाँबाट पनि हामीले त्यसको ब्याज प्लस गर्नु पर्यो अथवा झिक्नामीलाई दिनु पर्यो। तर ऋण चाहिँ 3 महिनामा नआएको कारणले गर्दाखेरि अहिले सहकारीहरूमा चाहिँ एउटा खालको अप्ठ्यारो विचरण आएको छ।
अलिकति राम्रो चलेको सहकारी समुदाय केन्द्रित सदस्यहरूको एकदम विश्वास जितेको सहकारीहरूमा सबैमा अहिले बचत बढी छ। अब बचत बढी भयो, लगानी गर्नुपर्ने हामीले 70 देखि 80% हो, 70 देखि 80% नै लगानी गर्यो टोटलको। तर त्यति गर्दा नि हामीले चाहिँ 3 महिना पुग्ने बित्तिकै टुप्लुक्क कति ब्याज दिनुपर्ने हो दिनु पर्यो। तर ब्याज नआएपछि हामीले त्यसलाई चाहिँ संस्था सञ्चालन गर्न अप्ठ्यारो परिरहेको अवस्था छ। त्यसमा हामी भक्तपुरमा रहेका सहकारीहरू अलिकति समुदाय केन्द्रित भएर अलिकति पहिचान बनाएका सहकारीहरू सबैको एउटा खालको रोग छ। त्यसले गर्दा सदस्यहरू चनाखो हुनुपर्ने, सदस्यहरूले ध्यान दिनुपर्ने कुरा के हो भने बचत त तपाईँहरूले गर्नु नै भयो, तर ऋण आवश्यकै पर्यो भने पनि अहिले चाहिँ बैङ्कले साह्रै विधि पत्या छ, बैङ्कले साह्रै कममा दिएको छ भनेर बैङ्कलाई चाहिँ प्रमोट गर्न थाल्यौँ। तर गर्नुपर्ने के हो भने बचत पनि संस्थामै गर्नु पर्यो। हामीलाई अप्ठ्यारो पर्यो भने त्यो ऋण पनि कारोबार संस्थाबाटै गर्नु पर्यो। बरु संस्थाले दिने ब्याज चाहिँ तपाईँहरूलाई अलिकति बढी लाग्यो, बैङ्कमा यस्तो छ भने पनि बचतको र त्यो हामीले 6%सम्म त मार्जिन राखेर लगानी गर्न पाउने हो। त्यसमा पनि केही सुधार गर्नु पर्यो भनेदेखि आजैका दिनमा छलफल गरेर यो गर्नुहोस् भनेर सञ्चालकलाई निर्देशन दिने र यो यसरी जानुपर्छ भनेर सुझाव दिने दिन पनि आजै हो। यसमा यहाँहरूको सबै राम्रै छ, तर पनि सदस्यहरू आफ्नो सिमलमा सदस्य भइसकेपछि अहिले आएर मापदण्ड अनुसार सिमल सहकारी बचत ऋण भयो, बचत ऋणमा चाहिँ तपाईँ सदस्य भइसकेपछि सिमल बाहेक अरू कुनैमा पनि बढ्न हुँदैन भन्ने खालको कुरा आएछ। अब यो 10 नम्बर वडामा त सहकारी पनि अलिक कमै छ, तर फेरि बाटो यतापट्टि 9 नम्बर वडामा पनि सहकारी 7 वटा छ, 7, 5, 12 वटा भयो। झनै कोही साथीहरू चाहिँ 7, 5, 12 वटै सहकारीमा सदस्य भएको पनि भेटिन्छ। अब यसलाई कसरी अगाडि बढाउने, यसमा चाहिँ कसरी सन्तुलन गर्ने भन्ने खालको कुरा छ। यसमा यो नियमन प्राधिकरण गठन हुनुभन्दा अगाडि सहकारी मन्त्री अहिलेका निवर्तमान हुनुभयो, अस्ति अब यो अहिले आन्दोलनको कारणले उहाँले चाहिँ यसलाई सुधार गरेर जानुपर्छ। सदस्यताको हकमा चाहिँ अलिकति फ्लेक्जिबल भएर जानुपर्छ। ऋणको हकमा चाहिँ यो कर्जा सूचना केन्द्र जारी लागू गर्ने भइसकेपछि त्यसबाट लिएर ऋणमा चाहिँ कन्ट्रोल गर्नुपर्छ भन्ने खालको कुरा हुँदै थियो। अब केही न केही सुधार होला, तर सुधार भएन भने पनि हामीले चाहिँ धेरैमा बन्ने भन्दा पनि कुनमा बसिया छ त्यसमा अपनत्व फिल गर्ने सञ्चालकले के गर्नु पर्यो। भोलि सञ्चालकमा मै पुग्छु, म चाहिँ यो गर्छु भन्ने खालको एउटा खालको नेतृत्व विकास गर्नु पर्यो र त्यो नेतृत्व तयार पनि सञ्चालकहरूले गर्दै गर्नु पर्यो। अहिले त साँच्चीकै भन्ने हो भने यो संस्थामा समस्या नै होला, तर जुन पाए त्यही सहकारीमा चाहिँ अहिले सञ्चालक खोज्नुपर्ने अवस्था भयो। किनभने सञ्चालकहरूलाई त्यो खालको एउटा थ्रिटेन आएछ र सञ्चालकहरूले बसेर भोलि के हो सबैले त त्यो खालको जोखिम मोल्न चाहँदैन नि। जोखिम मोल्न नचाहने साथीहरू चाहिँ अब सञ्चालकमा नआउने हुँदाखेरि बिस्तारै सञ्चालकहरू चाहिँ नेतृत्व गर्ने पाउँदैन कि भनेर नेतृत्व विकास गर्नुपर्ने पनि एउटा सहकारीको छ। र अब हुँदाहुँदै अहिले आएको यो विविध खालको नयाँ जेनेरेसनले गर्दाखेरि अब हामी चाहिँ युवा जेनेरेसनलाई अगाडि बढाउने, सहकारीको माध्यमबाट नेतृत्व विकास गर्ने र भोलि माथिल्लो निकायमा यो सहकारीको कारणले गर्दाखेरि उहाँले चाहिँ नेतृत्व विकास गर्न सक्नुहोस् भन्ने खालको नेतृत्व विकास गर्ने पनि सहकारीको माध्यमबाट जो व्यवस्थापनमा बस्नु भएको छ, जो सञ्चालकमा रहनु भएको छ उहाँहरूले गर्ने हो। त्यसमा गर्न सक्षम हुनुहुनेछ र यही सहकारीको माध्यम भोलि यही सहकारीको माध्यमबाट तपाईँको आर्थिक उन्नति होस्, यही सहकारीको माध्यमबाट तपाईँको नेतृत्व विकास होस्, यही सहकारीको माध्यमबाट तपाईँले अरू एउटा बहुआयामी काम गर्न सकुन्, त्यो चाहिँ सहकारीको मुख्य उद्देश्य हुन्छ। यसमा यहाँहरू सक्षम हुनुहुनेछ र सिमलले गरिरहेछ र जो सिमल सहकारीकै कारणले गर्दाखेरि म पनि जिल्ला सहकारी सङ्घ अध्यक्ष हुने मौका पाएको छु र हाम्रो अहिलेका अध्यक्ष लेखा समितिको संयोजक हुनुहुन्छ। हामीले पनि जिल्ला सहकारी सङ्घलाई अगाडि बढाउने, नेतृत्व विकास गर्ने र हाम्रा सदस्य संस्थाहरूसँग समन्वय गर्ने र हाम्रो सदस्य संस्था र हाम्रो बिचमा एउटा सम्बन्ध विस्तार गर्ने र यहाँ सदस्यलाई अपनत्व फिल गराउने हो भने त्यहाँ पनि संस्थाहरूलाई एउटा समन्वय गरेर अलि अगाडि लाने खालको क्रममा हामी लागिरहेका छौँ। यो हुँदाहुँदै खुसीको कुरा थियो, हामीले बागमती प्रदेश पशुपन्छी तथा कृषि मन्त्रालयबाट 1,50,00,000 चाहिँ बजेट अनुदानमा पार्न सक्षम भएको थियौँ। तर ती कुराहरू अहिले यो आन्दोलनपछि अब पाइन्छ कि पाइँदैन भनेर हामीलाई पनि एउटा चिन्ताको विषय छ। त्यसले गर्दा नेतृत्वमा बस्ने मान्छेले एउटा चिन्ता गर्ने हो, चिन्तन गर्ने हो र त्यो चिन्तन गर्दा गर्दै यसलाई जसरी पनि अवसरको रूपमा बदल्ने हो। यसमा हामी सहकारीमा नै अहिले भएका कमी कमजोरीहरूलाई अब अवसरको रूपमा लिने र सदस्यहरूले विशेष गरेर चनाखो हुने र सदस्यहरूले नै सञ्चालक कर्मचारीहरूलाई गाइड गर्ने, लेखा समिति सक्रिय हुने र त्यसमा सिमल साकोस अगाडि नै छ, अझ सशक्त बनोस् भन्ने शुभकामना दिन चाहन्छु। र यो जिल्ला सहकारी सङ्घले आज मलाई
एउटा सहजीकरण र प्रमुख अतिथिको रूपमा जुन मौका दिनुभएको छ यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु र जुन मापदण्ड जुन जारी भएको छ त्यो मापदण्ड भन्दा पनि हामी पहिला आफू अनुशासनमा बस्ने र सहकारी कानुन पहिला हो। कानुन मान्नुपर्छ। कानुन नमानेपछि मात्रै हामी अरू कुरा खोज्ने हो। कानुन मानेर हामी अनुशासनमा बस्यौँ, आफ्नो विनियम अनुसार चल्यौँ र मूल्य मान्यता सिद्धान्त अनुसार सहकारी चलायौँ भने कुनै पनि समस्या आउने छैन। र तपाईँहरूले जुन एउटा खालको राम्रो व्यवहार गरेर सबै कुरा समाजमा एउटा पहिचान बनाइसक्नु भएको छ। यहाँहरूले आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्न प्रेरणा मिलोस् र नेतृत्वको विकास होस् भन्ने शुभकामना दिँदै बिदा हुन्छु। हस्, नमस्कार, जय सहकारी। धेरै धेरै धन्यवाद छ। आजको कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख सहजकर्ता जिल्ला सहकारी सङ्घ समिति भक्तपुरका अध्यक्ष आदरणीय श्री दुर्गाबहादुर राणाज्यूलाई उहाँले सहकारीका सन्दर्भमा भक्तपुर जिल्लामा सहकारीहरूको कार्य सम्पादन र अहिले भइरहेका गतिविधिका सन्दर्भमा उहाँले हामीलाई जानकारी गराएको सुनिरहेको छ। फेरि पनि पुनः एकपटकमा उहाँलाई धन्यवाद दिन चाहन्छु। र अबको कार्यक्रम हाम्रो यो सम्मान गर्ने कार्यक्रम नै रहेको छ र यो सम्मान गर्ने कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट असल बचतकर्ता, उत्कृष्ट असल ऋणीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। उत्कृष्ट बाल बचतकर्तालाई सम्मान गरिदिनुको लागि म टीका लगाइदिनु न हाम्रा संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्री लक्ष्मीभक्त खादरपुरज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी माला लगाइदिनुको लागि म संस्थापक अध्यक्ष श्री कृष्ण गोपाल लगाइदिनुलाई हार्दिक अनुरोध गर्दछु र खादा र सम्मान पत्र प्रदान गरिदिनुको लागि म आदरणीय प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यो वर्ष सिमल सहकारीमा उत्कृष्ट बाल बचतकर्ताको रूपमा रहनु भएको छ। बाल बचतकर्ता नम्बर 319 का आरोग्य ढुङ्गाना उहाँ सूर्यविनायक नपा 10 भक्तपुर निवासी हुनुहुन्छ। उहाँले हालसम्म नियमित बचत गरिरहनु भएको छ र निकाल्नु भएको छैन र हरेक महिना उहाँले आफ्नो बचत गरिरहनु भएको छ। उहाँलाई आफ्नो सम्मान पत्र ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु र उहाँलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। आरोग्य भाइलाई धेरै धेरै बधाई छ र आगामी दिनमा पनि उहाँले आफ्नो बचतलाई निरन्तरता गर्दै जानुहुनेछ भन्ने विश्वास गर्दछु। यसै गरी उत्कृष्ट असल बचतकर्ता सम्मान पत्र रहेको छ। यो उत्कृष्ट असल बचतकर्ता सम्मान पत्र पाउन सफल हुनुभएको छ सदस्यता नम्बर 186 का श्री रीता देउजा। उहाँले 10 किता शेयर थप पनि यो सम्मान पत्र साथ पाउनु भएको छ। उहाँ देउजा गाउँ सूर्यविनायक नपा 10 निवासी हुनुहुन्छ। हालसम्म उहाँले नियमित बचत गरिराख्नु भएको छ। नियमित बचत उहाँले निकाल्नु भएको छैन। मासिक बचत मासिक रूपमा उहाँले तिरिराख्नु भएको छ र कुनै पनि हर्जना तिर्ने परिस्थिति उहाँले सृजना गर्नु भएको छैन। त्यसकारण पनि उहाँ उत्कृष्ट असल बचतकर्ताको रूपमा सम्मानित हुनुभएको छ। उहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु।
यसै गरी हाम्रो अर्को सम्मान कार्यक्रम रहेको छ। उत्कृष्ट असल ऋणी सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। यो सम्मान प्राप्त गर्नुभएको छ सदस्यता नम्बर 533 का श्री हरिसुन्दर आलुबन्जारज्यू। म उहाँलाई आफ्नो सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। उहाँले पनि सम्मान पत्रका साथ 10 किता सेयर थप प्राप्त गर्नुभएको छ। उहाँ बाँसगारी सूर्यविनायक नपा 10 भक्तपुर निवासी हुनुहुन्छ। उहाँले अहिले व्यवसाय प्रयोजनका लागि ऋण लिनुभएको छ र नियमित रूपमा उहाँले किस्ता र ब्याज बुझाइराख्नु भएको छ र उहाँ उत्कृष्ट असल ऋणीको रूपमा हाम्रो संस्थामा रहनु भएको छ। म उहाँलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु संस्थाको तर्फबाट। अब हामी फेरि पनि सम्मानको कार्यक्रमलाई नै अगाडि बढाउँदैछौँ। अब सम्मानको कार्यक्रम रहेको छ। हाम्रा ज्येष्ठ सदस्य ज्यूहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। म सर्वप्रथम सदस्यता नम्बर 1746 का आदरणीय श्री नरेन्द्र बहादुर खत्रीज्यूलाई सम्मान पत्र ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। उहाँलाई टीका लगाइदिनुको लागि म निवर्तमान अध्यक्ष तथा सल्लाहकार लक्ष्मीभक्त खताकोज्यूलाई हार्दिक अनुरोध गर्दछु। माला लगाइदिनुको लागि म संस्थापक अध्यक्षज्यू श्री कृष्णगोपाल लायरज्यूलाई अनुरोध गर्दछु र दोसल्ला तथा सम्मान पत्र प्रदान गरिदिनुको लागि म प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी ज्येष्ठ महिला सदस्यको सम्मान पत्र ग्रहण गरिदिनुको लागि सदस्यता नम्बर 1465 का आदरणीय श्री माइली नगरकोटीज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँ सूर्यविनायक नपा 10 निवासी हुनुहुन्छ। हाम्रा ज्येष्ठ सदस्य श्री नरेन्द्र बहादुर खत्री, उहाँ खत्री गाउँ सूर्यविनायक नपा 9 निवासी हुनुहुन्छ। उहाँको जन्ममिति 1997 भदौ 15 गते रहेको छ। त्यसै गरी महिला ज्येष्ठ सदस्य माइली नगरकोटीको जन्ममिति 2001 वैशाख 5 रहेको छ। उहाँहरू दुवैलाई सम्मानित हुनुभएकोमा धेरै धेरै बधाई ज्ञापन गर्न चाहन्छु र उहाँहरूको सुस्वास्थ्य र मङ्गलमय जीवनको कामना पनि गर्न चाहन्छु। अब प्रमुख अतिथिज्यूहरूलाई मायाको चिनो वितरण गर्ने कार्यक्रम रहेको छ। आजको कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख सहजकर्ता जिल्ला सहकारी सङ्घ लिमिटेड का अध्यक्ष आदरणीय श्री ध्रुवबहादुर रायमाझीज्यूलाई मायाको चिनो प्रदान गरिदिनुको लागि म यस कार्यक्रमका अध्यक्ष तथा संस्थाका अध्यक्ष पुष्कर देउलाज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रा अतिथि संस्थाका संस्थापक अध्यक्ष श्री कृष्णगोपाल लायरज्यूलाई पनि मायाको चिनो प्रदान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु।
त्यसै गरी संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्री लक्ष्मीभक्त खदकोज्यूलाई पनि मायाको चिनो प्रदान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रा अतिथि छिमेकी सहकारी संस्था नारायण साकोसका कोषाध्यक्ष श्री अच्युत खत्रीज्यूलाई पनि मायाको चिनो प्रदान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रा अतिथि छिमेकी सहकारी कामधेनु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री ईश्वर खत्रीज्यूलाई पनि मायाको चिनो प्रदान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। श्रीमल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18औं वार्षिक साधारण सभाको कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय प्रमुख अतिथि एवं प्रमुख सहजकर्ता अतिथिज्यूहरू, सञ्चालक समितिका सदस्य पदाधिकारी साथीहरू, लेखा समितिका संयोजक सदस्य साथीहरू, उपस्थित सम्पूर्ण शेयर सदस्य महानुभावहरूमा यो कार्यक्रम समयावधिसम्म रहिरहनु भएर यो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि यहाँहरूको सक्रिय भूमिका, यहाँहरूको सक्रिय सहयोगको अपेक्षाका साथ यो कार्यक्रम उद्घाटन सत्रको कार्यक्रमलाई विधिवत रूपमा समापन आफ्नो मन्तव्यसहित समापन गरिदिनको लागि यस कार्यक्रमका अध्यक्ष तथा संस्थाका अध्यक्ष श्री पुष्कर देउजाज्यूलाई आमन्त्रण गर्दै म कार्यक्रम सञ्चालक यस संस्थाका उपाध्यक्ष अनिल श्रेष्ठ पनि यहाँबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद। कार्यक्रम उद्घोषक एवं संस्थाका उपाध्यक्ष अनिल श्रेष्ठज्यूलाई आज सिमल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18औं वार्षिक साधारण सभामा आफ्नो गरिमामय उपस्थिति जनाइदिनु हुने आजका प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संस्था लिगका अध्यक्ष ध्रुवबहादुर राईमाझीज्यू, त्यसै गरी संस्थापक अध्यक्ष कृष्णकुमार लागेज्यू र निर्वाचन अध्यक्ष लक्ष्मीभक्त खाटाकोज्यू, त्यस्तै गरी छिमेकी सहकारी संस्थाका नारायण साकुसका कोषाध्यक्ष अच्युत खत्रीज्यू र कामधेनु साकुसका अध्यक्ष ईश्वर खत्रीज्यू र त्यसै गरी आफ्नो उपस्थिति जनाउने लेखा समिति संयोजक विजय देउजाज्यू र लेखा सदस्य, त्यसै गरी विभिन्न उपसमितिका साथीहरू र सञ्चालक समितिका साथीहरू र कर्मचारी र संस्थापक शेयर सदस्यहरूलाई आजको तपाईँले 18औं साधारण सभामा उपस्थित हुनु भएकोमा संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन सहित धन्यवाद व्यक्त गर्न चाहन्छु। अघि नै हाम्रो उद्घोषक साथीले र प्रमुख अतिथिबाट तपाईँहरूलाई जानकारी पनि गराउनुभयो। अहिलेको विषम परिस्थितिमा हामीले साधारण सभा चाहिँ भव्य रूपमा गर्न नसक्ने विभागबाट निर्देशन भए अनुसार हामीले चाहिँ साधारण सभा जस्तै सिम्पल रूपले गर्ने हिसाबले गर्दाखेरि चाहिँ हाम्रो सम्पूर्ण शेयर सदस्यहरूको उपस्थिति न्यून भयो। किनभने पहिलेको कार्यक्रममा हामीले नाचगान डोर प्राइज राख्दाखेरि डोर प्राइजको लोभले पनि यो हल भरिभरा हुन्थ्यो, त्यही हिसाबले हामीले यो कुर्सी बजायो, तर सदस्यहरूलाई चाहिँ नाचगान र डोर प्राइज भए मात्रै पुग्ने भन्ने कुरो आजको उपस्थितिले देखाएको जस्तो महसुस मलाई भएको छ। त्यसै गरी पार्वन सुविधा सदस्यहरू बिहानदेखि म 9 बजे आउँदाखेरि पार्वन लिने सुरु धेरै सदस्य सुत्दाखेरि पार्वनको हिसाबले पनि संस्थाको मूल्याङ्कन गर्ने सदस्यहरूको सङ्ख्या धेरै भएको मैले महसुस गरेको छु। किनभने संस्थाले कसरी पार्वन दिइरहेछ, शेयर सुविधा कसरी दिएको छ भन्ने कुरो सदस्यहरूले चाहिँ मनन गर्न नसक्नु पनि हामी सञ्चालक सदस्य पनि हाम्रो पनि केही कमी भएको महसुस म गर्दछु।
किनभनेदेखि साधन छ भने के हो त भनेको वर्ष दिनभित्र संस्थाले वर्ष दिनभित्र गरेको के कस्तो काम गरेको छ, सञ्चालक समितिले के कस्ता काम गरेको छ भनेको त्यो साधन सभामा तपाईँहरूले चाहिँ हामीले जानी नजानी केही गल्ती गरेको छ भने साधन सभामा तपाईँहरूले चाहिँ यो जानेर गर्नुभयो कि नजानिकन गर्नुभयो, यो चाहिँ गल्ती रहेछ भनेर औँली दिने हो। अब साधन सभा नै साधन सभा भएर सदस्यहरू नबस्दिएको हो कि त्यो पनि मलाई लाग्छ महत्त्वपूर्ण नभएर पनि साधन सभा हो के हो र भन्ने हिसाबले पनि सदस्यहरू नबसेको हुनु। अब यसलाई पनि विभिन्न निकायमा साधारण सभा त होइन रहेछ है, यसलाई त अर्कै सभा भनेर नाम राख्नु पऱ्यो, न त सदस्य बसेन भन्ने कुरा चाहिँ विभिन्न निकायमा उठाउनुपर्ने जस्तो पनि मैले महसुस गरेको छु। जस्तै आजको साधारण सभामा सिमलले आर्थिक मित्रता कस्तो गरेको छ त? तपाईँहरूले सिमललाई विश्वास गरे करोडौँ रुपियाँ चाहिँ तपाईँले चाहिँ एफडीमा राख्नु भएको छ। तपाईँ 500 रुपियाँको लोभ गरेर 500 रुपियाँ लिएर खुसीको जानुहुन्छ। हामीले बचत गरेको पैसा सिमलले कस्तो ठाउँमा लगानी गरेको छ, सिमलले यो पैसालाई कसरी युटिलाइज गरेको छ भन्ने कुरो चाहिँ आज तपाईँहरूले तुलोमा राखेर जाँच दिनु हो। त्यो जाँच दिन पनि तपाईँहरूको चाहिँ अमूल्य सुझाव सहित जाँच दिन पनि तपाईँहरूको उपस्थिति न्यून देख्दाखेरि हामीले सञ्चालक समितिमा पनि अलिक दुःख लागेको कुरा छ भन्दै आजको यस गरिमा सभामा उपस्थित हुने प्रमुख अतिथिगण र सम्पूर्ण उपस्थितिहरूलाई म आउँदै गरेको विजय दशमीको शुभकामना सहित आजको उद्घाटन सत्र समापन भएको जानकारी गराउँछु। र हलबाट म के भन्न चाहन्छु, आजको हाम्रो प्रमुख अतिथि र अतिथिहरूलाई ताली बजाएर विदाई गर्न सम्पूर्णलाई म अनुरोध गर्दै अब हामी दोस्रो सत्र बन्द सत्र तत्कालै गर्न गइरहेका छौँ। त्यसको लागि हामी प्रमुख अतिथि र अतिथिगणहरूलाई ताली बजाएर विदाई गरिदिनु हुन सम्पूर्णलाई अनुरोध गर्छु। र प्रमुख अतिथि र अतिथिसित एउटा हाम्रो सञ्चालक समितिको टिम लगायत एउटा फोटो सेसन सानो गरेर प्रमुख अतिथिलाई विदाई गर्नु। धन्यवाद।